हेलो सेवा हजुरलाई स्वागत छ मेरो युट्युब च्यानलमा। यो चाहिँ बोजरको घर मूल घर अनि यता चाहिँ रहेको छ किचन। पर हाम्रो घर यहाँ चाहिँ बोजू भाँडाकुँडा धुनुहुँदैछ अनि यहाँ चाहिँ खुट्टा हामी चाहिँ पकाउन लागिरहेको छौँ। मम्मीहरूले ल्याउनु भएको रहेछ भैँसीको खुट्टा अनि हामी चाहिँ यो सुप खानुको लागि बनाउनुलाई रेडी गर्दैछौँ। काटकुट पारेर फुपूले चाहिँ रेडी गर्नुहुँदैछ अनि यहाँ चाहिँ रहेको छ हाम्रो फुपूले मासु पोल्नुहुँदैछ सुकुटी। यहाँ चाहिँ इच्छा छ ऊ यहाँ चाहिँ हाम्रो खुट्टा उसिन्नुलाई रेडी मासु हल्लाउनु हुँदैछ उता। यहाँ चाहिँ एउटा ढुकुई छ चिची पर्खिँदैछ। यहाँनिर काटेर ढालेको हो, काटेर ढालेको यहाँबाट पनि फेरि निस्केर उहाँ केरा फलिरहेको छ। यो चाहिँ हाम्रो केरा। यहाँ चाहिँ सब्जीबारी छ। यहाँ ठुलो द्राक्षको बोटहरू छ। अघि म त्यता तल थिएँ। यता चाहिँ हाम्रो कोलाघारी छ टोइलेट अनि उहाँ हाम्रो आँपको बोट छ पर। हाम्रोतिर चाहिँ बिहे कार्यहरू सकेपछि भान्से बिदा गरेर उहाँहरूको साया उठाइदिएर बिदाई गरिदिने चलन छ अनि यहाँ चाहिँ त्यही कार्यक्रम भइरहेको छ। अनि यहाँ चाहिँ भान्से छोरा मान्छेहरू छोरी मान्छे भान्सेहरूलाई सबैजनालाई साया उठाइदिएर यहाँ रोटी रक्सी मासु चामल अदुवा अनि अलिअलि पैसा राखिदिएर चाहिँ बिदा गरिदिने चलन छ हाम्रोतिर चाहिँ। अनि यहाँ चाहिँ त्यही भइरहेको छ। अनि यहाँ रक्सीहरू सबै राखिदिनु भएको छ अनि जहाँ रक्सी सबै राखिदिनु भएको छ अनि यता चाहिँ यस्तै खालको चलन छ। अनि यहाँ चाहिँ यस्तो छ रक्सी रोटी यो चाहिँ बियरहरू पनि राखिदिनु भएको छ। अनि यहाँ चाहिँ अब सबै यति छ छुट्याइदिनुहुन्छ सबैजनाको भाग। अनि हाम्रो मम्मीले चाहिँ बरन्डी त्यो बिहेमा घुमाउने बरन्डी बुन्नु भएको रहेछ, बरन्डी सिलाउनु भएको रहेछ। अनि त्यही भएर मम्मी चाहिँ हुनुहुन्थेन, त्यस मम्मीको सट्टामा म बसेको अनि मेरो अगाडि बरन्डीको साया उठाइदिनु भएको छ। यहाँ हेर्नु होला सबै। यता चाहिँ छोरी मान्छे भान्सेलाई अनि अर्को उतापट्टि छोरा मान्छे भान्सेलाई। अनि उहाँ हाम्रो बाजे चाहिँ अलिक बुढो पाका अलिक पहिलेदेखिको यस्तोमा चाहिँ यस्तोमा चाहिँ हाम्रो बाजे चाहिँ त्यहीँ भए पनि बाजेलाई नै बोलाएर यस्तो बोल्नेहरू अनि साया उठाइदिने चाहिँ हाम्रो बाजेले प्राय गरिदिनुहुन्छ यहाँ हाम्रो टोलमा चाहिँ गाउँमा चाहिँ। अनि यो चाहिँ मम्मीले सिलाउनु भएको बरन्डी। अनि यहाँ 1 कार्टुन बियर